नमस्कार, म राजकुमार। आज म तपाईहरुलाई लिएर आएको छु एक यस्तो साँचो घटनामा आधारित डरलाग्दो कथा जसले तपाईको रगत नै चमाइदिनेछ। यो कुनै बनावटी कथा होइन, यो सत्य घटनामा आधारित हो। सन् 1971 मा एक परिवारले शैतानी शक्तिसँग जुझ्नु परेको कथा हो। यसले प्रसिद्ध प्यारानर्मल इन्भेस्टिगेटर एड र लोरेन वारेनलाई समेत डराएको थियो। आज हामी यो फिल्मको कथा मात्र होइन, त्यस पछाडि लुकेको साँचो रहस्य पनि उजागर गर्नेछौँ। ल तयार हुनुहोस् है, सुरु गरौँ द कन्जुरिङको भयावह यात्रा। मुभीको सुरुवातमा हामीलाई एड वारेन र लोरेन वारेनलाई देखाइदिन्छ, जो एउटा कन्फरेन्समा अरू मान्छेहरूलाई एब्नर्मल र सुपरन्याचुरल कुराहरूको बारेमा बताइरहेका हुन्छन्। नेक्स्ट सिनमा हामीलाई देखाइन्छ कि क्यारोलिन प्यारोन अनि रोजन प्यारोन आफ्नो बच्चाहरूसँग एउटा घरमा शिफ्ट भइरहेका हुन्छन्। उनीहरूका सबै बच्चाहरू घरभित्र गइहाल्छन् र उनीहरूको कुकुर भने घरभित्र जान मानिरहेको हुँदैन। ऊ धेरै डराएको हुन्छ। यिनीहरूको 5वटा छोरी हुन्छन्, जसमा एन्ड्रिया, न्यान्सी, क्रिस्टिन, सिडनी र एप्रिल हुन्छन्। एप्रिलको घर नजिकैको एउटा ठुलो रूपमा उसलाई म्युजिक टय मिल्छ, जसमा एउटा मिरर पनि लागेको हुन्छ। बाँकी बहिनीहरू घरभित्र हाइड एन्ड क्ल्याप खेलिरहेका हुन्छन्। अचानक उनीहरूबाट कोठाको पाइन बोर्ड टुट्छ। त्यो पाइन बोर्ड कुनै ढोकालाई छुपाउनको लागि लगाएको थियो। जब तिनीहरूको ड्याडी त्यहाँ चेक गर्न जान्छन्, तब उनलाई त्यहाँ धेरै पुराना चिजहरू राखिएको पाउँछन्। साथमा एउटा पियानो पनि राखिएको हुन्छ। रातमा उनीहरूको कुकुर धेरै भुकिरहेको हुन्छ। अर्को बिहान जब क्यारोलिन प्यारोन बिउजिन्छे र देख्छन् कि उनको खुट्टामा घाउ जस्तो दाग भएको भेटाउँछिन्, अनि उनीहरूको घरका सबै घडीहरू 3:07 रोकिएका हुन्छन्। यहाँ उनीहरूको छोरी एप्रिललाई आफ्नो डग घरको बाहिर मरेको अवस्थामा फेला पर्छ र अर्को सिनमा हामी एड वारेनको घरमा रहेको उसको घोस्ट म्युजियम देख्छौँ। त्यहाँ एडसँग एउटा रिपोर्टर पनि हुन्छ, जो एड वारेनको इन्टरभ्यू लिइरहेको हुन्छ। त्यति बेला वारेन त्यो प्रेस रिपोर्टरलाई भन्छन् कि यहाँ भएका सबै सामानहरू कुनै न कुनै रूपमा भुतिया छन्, या त अभिशाप छन्, या त कुनै किसिमको तन्त्र मन्त्रमा प्रयोग गरिएका वस्तुहरू हुन्। उक्त म्युजियममा महिनामा एकचोटि चर्चका फादर आएर प्रार्थना गरेर जान्छन्। रिपोर्टर वारेनलाई एनाबेल डलको बारेमा सोध्छ, अनि यहाँ वारेन भन्छन् कि यो डल शैतानले आफ्नो कब्जामा गरेर धेरै मानिसहरूलाई हन्ट गरेको थियो। इन्टरभ्यू पछि फेरि हामीलाई फार्म हाउसकै सिन देखाइन्छ, जहाँ सब घडीहरू 3:07 रोकिएका हुन्छन्। अनि त्यस रातिदेखि घरमा निकै खराब र डरलाग्दा घटनाहरू सुरु हुन थाल्छ। क्रिस्टिन जब आफ्नो बेडमा सुतिरहेकी हुन्छ, अचानक कुनै अदृश्य चिजले उसको खुट्टा बलपूर्वक तान्छ र सँगै एकदमै गन्दा गनाउने गन्ध पनि आउँछ। सिडनीलाई स्लिप वाकिङको बानी हुन्छ। ऊ निन्द्रामा हिँड्दै एन्ड्रियाको रुममा पुग्छ। त्यहाँ ऊ निकै अजिब गरी आफ्नो टाउको अलमारीमा ठोक्छ। भोलिपल्ट बिहान क्यारोलिनको शरीरमा घाउको निशान देखा पर्छ र क्यारोलिनको श्रीमान रोजर घर बाहिर निस्किँदा घरको बाहिर एउटा परेवा निकै अजिब र पीडादायी तरिकाले मरेको देख्छ। यो स्पष्ट थियो कि घर वरिपरि कुनै शैतानी शक्ति सक्रिय छ। फेरि सिन कट भएर घरमा एप्रिल र क्यारोलिन मात्रै देखाइन्छ। एप्रिल कसैसँग कुरा गरिरहेकी हुन्छ, तर क्यारोलिन त्यहाँ हेर्न जाँदा कसैलाई पनि देख्दिन। त्यसपछि एप्रिल क्यारोलिनसँग हाइड एन्ड क्ल्याप खेल्नको लागि आग्रह गर्छ, अनि उनीहरू खेल्न थाल्छ। यहाँ क्यारोलिन एप्रिललाई खोज्दै एन्ड्रियाको कोठामा पुग्दा अलमारी आफै खुल्छ। अलमारीबाट कसैले हात निकालेर क्ल्याप गर्छ। यो देखेर क्यारोलिन निकै डराउँछ, तर उनले यो कुरालाई धेरै गम्भीर रूपमा नलिने कोसिस गर्छिन्। तर त्यसपछि रातमा फेरि कसैले क्रिस्टिनको खुट्टा बलपूर्वक तान्छ। यहाँ रात फेरि गहिरिँदै जान्छ। यसपटक क्रिस्टिनको खुट्टा पहिलेभन्दा झनै जोरले तानिन्छ। ऊ एक्कासी बिउजिन्छ र देख्छ ढोकाको पछाडि कोही उभिएको छ। त्यो अँध्यारो आकृतिले निकै डरलाग्दो आवाजमा उसलाई भनिरहेको हुन्छ, म तिमीलाई र तिम्रो पुरै परिवारलाई समाप्त गरिदिन्छु। त्यहाँ न्यान्सी पनि हुन्छ, तर उसको आँखाले केही देख्दैन। तर एकदमै घनाउने र सडे गलेको जस्तो गन्ध त्यहाँ फैलिएको हुन्छ। भोलिपल्ट बिहान क्रिस्टिन सबै कुरा आमाबुबा र परिवारलाई सुनाउँछ। यहाँ क्यारोलिनलाई देखाइन्छ
अब क्यारोलिनको शरीरमा नयाँ नयाँ चोटहरूको दागहरू देखिन थाल्छ। त्यही बेला क्यारोलिनले बच्चाहरू खेलिरहेको आवाज सुनिन्छ। ऊ चेक गर्न कोठातिर जान्छ, तर सबै बच्चाहरू आफ्नै कोठामा गहिरो निन्द्रामा हुन्छ। यहाँ एक्कासी अचम्मको कुरा हुन थाल्छ। यहाँ अचानक घरभरिका फोटो फ्रेमहरू आफै खस्दै र फुट्दै जान थाल्छ। त्यससँगै क्यारोलिनलाई एउटा केटीको आवाज सुनिन्छ। उसले त्यो केटीको आवाजको पछि लागेर बेसमेन्ट नजिक पुग्दा बेसमेन्टको ढोका आफै खुल्न थाल्छ। यहाँ क्यारोलिन बेसमेन्टमा जान्छन् र जब फर्केर माथि आउन खोज्छिन्, अचानक बेसमेन्टको ढोका आफै बन्द हुन्छ। ऊ सिँढीबाट चिप्लिएर भुइँमा लट्छिन्। त्यहाँ अँध्यारो फैलिन थाल्छ। क्यारोलिन सलाई जलाएर हेर्न खोज्छिन्। त्यही बेला बेसमेन्टको अँध्यारोबाट कसैले क्ल्याप गर्दै उसलाई डराइरहेको हुन्छ। क्यारोलिन त्यहाँ फसिएर रहन्छ। त्यतिखेर सिडनी फेरि स्लिप वाकिङमा एन्ड्रियाको कोठामा पुगेर अलमारीमा टाउको बजार्दै हुन्छ। एन्ड्रियाले देखेर उसलाई आफ्नो छेउमा सुताउँछ, तर अचानक अलमारीको ढोका आफै खुल्छ। एन्ड्रिया डराएर अलमारी खोलेर भित्र हेर्छ, तर दुवै बहिनीले त्यहाँ अलमारीभित्र केही नदेखेपछि माथि एउटा डरलाग्दो बुढी महिलाको आत्मा बसेको देख्छ र त्यो भूतले सिधै तिनीहरूमाथि आक्रमण गरिदिन्छ। रोजर तुरुन्तै घरमा आइपुग्छन्। घरभित्र जोर जोरले चिच्याइरहेको आवाज सुनेपछि ऊ आत्तिँदै सबैभन्दा पहिले बेसमेन्टको ढोका खोल्छ। भित्र क्यारोलिन पहिलेदेखि नै बेसमेन्टमा फसिएर रहेकी हुन्छन्। रोजर उसलाई समातेर तुरुन्तै बाहिर निकाल्छ र दुवैजना माथि जान्छ अनि सबै बच्चाहरूलाई एकै ठाउँमा जम्मा गर्न थाल्छ। अनि यो परिवार वास्तवमै निकै डराइरहेको हुन्छ। त्यसपछि सिन कट भएर हामीलाई एउटा युनिभर्सिटी देखाइन्छ जहाँ एड वारेन र लोरेन वारेन सुपरनेचुरल कुराहरूको बारेमा लेक्चर दिइरहेका हुन्छन् र त्यही भिडमा क्यारोलिन पनि बसिरहेकी हुन्छ। लेक्चर सकिएपछि क्यारोलिन एड वारेनलाई भेटेर आफ्नो घरको कुरा बताउँछ र उनीहरूलाई एकचोटि आफ्नो घरमा आएर चेक गर्न बिन्ती गर्छ। एड र लोरेनले मद्दत गर्ने बाचा गर्छन् र क्यारोलिनको घरमा पुग्छ। त्यहाँ क्यारोलिन र रोजरले वारेनलाई सबै कुरा विस्तारमा बताउँछ। घटनाहरू दिन प्रतिदिन डरलाग्दो हुँदै गएको र स्थिति नियन्त्रणभन्दा बाहिर गइरहेको बताउँछ। उनीहरूले भन्छन् घरभरि गराउने गन्ध आउँछ, रातमा ठिक 3 चोटि ढोका ढकढकाउँछ र बिहान भएपछि सब शान्त हुन्छ। जुन जुन चरा त्यो घरमा आएर बस्छन् तिनीहरू बिहान मरेको अवस्थामा फेला पर्छन् र घरको सबै घडीहरू ठिक 3:07 रोकिएका हुन्छन्। यो सबै कुरा सुनेर एड वारेन गम्भीर हुँदै भन्छन्, यो सबै कुराहरू यहाँ शैतानी शक्तिको उपस्थितिको सङ्केत हुन सक्छन्। यसपछि उनीहरू बेसमेन्टतिर जान्छन्। बेसमेन्ट पुग्ने बित्तिकै लोरेन वारेन सबै कुरा बुझ्छन्। त्यहाँ कुनै समयमा एकदमै भयङ्कर घटना भएको थियो र त्यसको छाप आजसम्म त्यहीँको हावामा बाँचिरहे जस्तै लोरेनलाई महसुस हुन्छ। यहाँ एड वारेन भने प्यारन फ्यामिलीमा भएका हरेक एक घटना सबै बुझ्दै जान्छन् र सबै कुरा प्रमाणका लागि रेकर्ड गरिरहेका हुन्छन्। उता लोरेन सानी एप्रिलसँग उसको अदृश्य साथीको बारेमा सोधिरहेकी हुन्छन् र एप्रिलको हातको त्यो म्युजिक टय वारेनले सोधिरहेको हुन्छ। एप्रिलले तुरुन्तै त्यो म्युजिक बक्स लोरेनलाई दिन्छ र भन्छ यसको चाबी घुमाएर एनामा हेर्नुपर्छ। केही समयपछि त्यसको अदृश्य साथी देखिन्छ। लोरेनले त्यो म्युजिक बक्सको चाबी घुमाएर हेर्न थाल्छिन्। चाबी घुमाउँदा एउटा म्युजिक बज्न थाल्छ र अचानक त्यो म्युजिक बक्सभित्रको एनामा एउटा सानो केटीको आत्मा देखिन्छ। यो त्यही रोरी नामको बच्चाको आत्मा हुन्छ जसको बारेमा एप्रिलले लोरेनलाई पहिले नै बताइसकेकी हुन्छ। त्यसपछि उनीहरू त्यो रुख नजिकै पुग्छन् जहाँ एप्रिलले त्यो म्युजिक बक्स भेटाएकी हुन्छ। त्यहाँ लोरेनले त्यो भयानक आत्मालाई देख्छिन् जसले प्यारोन परिवारलाई सताइरहेको हुन्छ। त्यो आत्मा त्यही रुखमा झुन्डिएको अवस्थामा लोरेनले देख्छिन्। लोरेन तुरुन्तै क्यारोलिन र रोजनलाई बोलाउँछिन् अनि बताउँछिन् कि यस घरमा एउटा शक्तिशाली शैतान बसेको छ। जब म पहिलोपटक यो घरमा प्रवेश गरेकी थिएँ, त्यो कालो पर्छाइ बनेर तिम्रो बच्चाको पछाडि उभिरहेको थियो। यो एउटा डरलाग्दो र अत्यन्तै शक्तिशाली आत्मा हो। लोरेनले फेरि थप्छिन्, मैले क्यारोलिन र रोजर र उनीहरूको बच्चाको पछाडि पनि त्यसको छाया देखेकी हुँ। यो छाया उनीहरूको पछि पछि जहाँ पनि जान्छ। सबैभन्दा डरलाग्दो कुरा त के भने यदि यो परिवारले यो घर छोडेर गए पनि त्यो आत्माले उनीहरूलाई पछ्याइरहनेछ र सताइरहनेछ। यो सुनिसकेपछि एड गम्भीर हुँदै भन्छ,
यो घरको एक्सोर्सिजम गर्नुपर्छ, तर त्यसको लागि हामीले चर्चबाट अनुमति लिनुपर्छ र अनुमति पाउन पहिले हामीसँग ठोस प्रमाण हुनुपर्छ। फेरि लोरेन भन्छन्, यो घरमा धेरै आत्माहरू छन्, तर ती सबैमध्ये एउटा यस्तो डरलाग्दो आत्मा छ जसको भित्र असाध्यै धेरै घृणा र रिस भरिएको छ। रात परिसकेपछि त्यस दिनको सबै रेकर्डर प्ले गर्छ। उनीहरूको सास एकछिन रोकिएझै हुन्छ, किनकि टेपमा क्यारोलिन र रोजरको आवाज रेकर्डिङ भएकै हुँदैन। सुनिन्छ त केवल एड वारेन एक्लै बोलिरहेको र त्यसपछि एकदमै शून्यता। लोरेन यो सबै हेर्दै अब त्यो घरको पुरानो इतिहास एडलाई सुनाउन थाल्छिन्। धेरै वर्ष अघि एक व्यक्तिले यो ठाउँमा फार्म हाउस बनाएको थियो। त्यस मानिसले एउटा त्यस्तो महिलासँग विवाह गरेको थियो जसले कालो जादुमा विश्वास गर्ने र शैतानको पूजा गर्ने गर्थ्यो। ऊ एकदमै खतरनाक स्वभावकी थिए, जसको नाम थियो बाथसिबा। लोरेनले आफ्नो आवाज अलि गम्भीर पार्दै बताउँछिन्, बाथसिबाले आफ्नै 7 दिनको बच्चालाई जलाएर शैतानलाई बलि चढाएकी थिए। त्यो दृश्य उसको श्रीमानले देखेपछि बाथसिबा घरबाट भागेर बाहिर रहेको ठुलो रुखमा चढी त्यही रुखमा झुन्डिएर सुसाइड गरेकी थिए। त्यो घटनाभन्दा पछि त्यो घरमा धेरैजनाको मृत्यु भइसकेको छ। त्यसपछि यहाँ एकपछि अर्को हुँदै मृत्यु र दुर्घटनाहरू भइरहे। जस्तै रोरी नामको त्यो बच्चा त्यही घरमा रहस्यमय तरिकाले गायब हुन्छ। रोरीको आमाले यो पीडा सहन नसकेर बेसमेन्टको स्टोर रुममा गएर सुसाइड गर्छिन्। त्यसपछि त्यो घरको एक छिमेकीले पनि त्यहाँ गएर आत्महत्या गरेछन् अनि एउटा बच्चा त्यहाँ नजिकै रहेको पोखरीमा डुबेर मृत्यु भयो। उनीहरू जब यस्तै कुराहरू गरिरहेका हुन्छन् तब त्यो प्लेयर आफै चल्न थाल्छ र त्यहाँबाट एडको आवाजको सँगसँगै एउटा घोस्टको पनि आवाज आउन थाल्छ, जो एकदमै डरलाग्दो हुन्छ। र त्यो बेला समय पनि ठ्याक्कै 3:07 भएको हुन्छ। अर्को दिन एड र लोरेन रोजरको घरमा जान्छन् र सबै प्रमाणहरू सङ्कलन गर्न थाल्छन्, ताकि तिनीहरूले ती कुराहरूलाई सङ्कलन गरेर प्रमाणको रूपमा चर्चलाई देखाउन सकुन्। उनीहरूलाई सहयोग गर्न एक पुलिस अफिसर पनि साथमा आउँछ र उसँग एकजना केटा टेक्निसियन पनि हुन्छ। ती सबै मिलेर घरको सबै ठाउँमा क्यामेरा र भोइस रेकर्डर राखिदिन्छन्। घरभित्र लोरेन, क्यारोलिन र उसको परिवारको एउटा फोटो देख्छिन् र आफ्नो संवेदनशील शक्तिबाट उनले बुझ्छिन् कि जब उनीहरूले यो फोटो क्याप्चर गरेका थिए त्यो पल उनीहरूका लागि एकदमै विशेष पल थियो। एडले सबै कोठामा पवित्र पानी छर्किन्छन् ताकि त्यहाँ कुनै शैतानी शक्ति भए उसको असरले तिनीहरूलाई अप्ठ्यारो होस् भनेर, अनि उनीहरूको गतिविधि उनीहरूले रेकर्ड गर्न सकुन्। यहाँ अचानक बेसमेन्टको ढोका आफै खुल्छ। एड र लोरेन त्यहाँ पुग्छन् तर उनीहरूलाई कोही पनि मिल्दैन। तर जब तिनीहरू त्यहाँबाट बाहिर आउने कोसिस गर्छन् तब बेसमेन्टको ढोका आफै बन्द हुन थाल्छ। त्यो रात तिनीहरूलाई केही पनि प्रमाण भेटिँदैन, न त कुनै शैतानी हरकत नै हुन्छ। अर्को बिहान सबैजना खुसी साथ ब्रेकफास्ट गरिरहेको हुन्छन्। त्यहाँ क्यारोलिन धेरै थाकेको महसुस गर्छिन् र एड उनलाई भन्छन् कि तिमीलाई आराम गर्नु जरुरी छ, यहाँ म र लोरेन सबै सम्हालिहाल्छौँ। त्यसपछि लोरेन लुगा सुकाइरहेकी हुन्छन्। उनी देख्छिन् कि उनको कपडाको पछाडि बाथसिबा उभिएकी छ र अचानक त्यो कपडा उडेर गएर क्यारोलिनको कोठाको झ्यालमा गएर टाँसिन्छ। झ्यालबाट कपडा हट्ने बित्तिकै लोरेनले त्यहाँ बाथसिबाको हातमा देख्छिन् र लोरेन धेरै डराउँछिन्। लोरेन हतार क्यारोलिनको कोठामा जान थाल्छिन् र यहाँ लोरेन क्यारोलिनको कोठामा पुग्नुभन्दा पहिले नै बाथसिबाले क्यारोलिनलाई पोसेस गरिरहेको हुन्छ। यहाँ शैतानी शक्तिहरू सुरु हुन थाल्छन्। अब सुरु हुन्छ कन्जुरिङको डरलाग्दो क्षण। त्योभन्दा पहिला एकछिन है, मेरो यो नयाँ युट्युब च्यानल हो, मलाई तपाईँहरूको साथ र सपोर्टको एकदमै जरुरत छ। कृपया यो च्यानललाई सब्सक्राइब गरी साइडमा रहेको बेल आइकनमा क्लिक गरिदिनु होला। अब तपाईँ भिडियोमा यहाँसम्म पुगिसक्नुभयो भने यसै गरी यो भिडियोलाई अन्तिमसम्म पनि हेरिदिनु होला है। धन्यवाद। फेरि त्यही कथातिरै। यहाँ त्यो शैतानी शक्ति धेरै शक्तिशाली हुन्छ। जसरी रात गाढा हुँदै जान्छ त्यो घरभित्रको दुष्ट शक्तिले आफ्नो रूप देखाउन थाल्छ। अचानक पुलिस अफिसरले एउटा सानो केटीको आवाज सुन्छ। मौन छाएको त्यो वातावरणमा उसको आवाज चिरफार गरिएर आउँछ र तुरुन्तै उसको अगाडि देखिन्छ त्यही घरकी नौकरानीको आत्मा, जसले त्यही घरमा आफ्नै
ज्यान लिएकी थिए। अफिसर डराएको देखिन्छ। उसलाई थाहा नै थिएन यो त केवल सुरुवात मात्रै हो भनेर। यता न्यान्सी फेरि निन्द्रामा चल्दै एन्ड्रियाको कोठामा पुग्छ। ऊ त्यो कोठामा पुग्ने बित्तिकै ढोका आफै बन्द हुन्छ। त्यो घरमा सेट गरिएका क्यामेराहरू क्लिक गर्दै न्यान्सीको फोटो खिचिरहन्छन्। तर पछि तस्बिर हेर्दा थाहा हुन्छ कि त्यहाँ न्यान्सी मात्र होइन, अरू कोही पनि उभिएको थियो। कोठाभित्र न्यान्सीले एक बच्चाको आवाज सुन्छ। उसले भनिरहेकी हुन्छ कि चुप जाऊ। यो सुनेर न्यान्सी लुक्न जान्छ। अब सबैजना त्यो कोठामा पुग्छन्, तर त्यहाँ न्यान्सी हुँदैन। टर्च लिएर खोज्दै जान्छन् र अन्तमा उनले देख्छन् कि दुई भित्ताको साँघुरो खाली ठाउँमा न्यान्सी डरले लुकेकी हुन्छ। यो देखेर एप्रिल भन्छ कि रोरी डराउँदा यस्तै आएर लुक्ने गर्छ। लोरेन त्यो ठाउँ हेर्न जान्छन् जहाँ न्यान्सी डरले कुनामा गएर लुकेकी थिए। त्यहाँ बच्चाको डरलाग्दो खेलौनाहरू र एप्रिलको हातमा जुन म्युजिक टोय हुन्छ त्यो म्युजिक टोयको राख्ने ठाउँ पनि देख्छन् र त्यहाँ फाँसीको डोरी पनि भेटाउँछन्, जुन डोरीमा बाथसेवाले झुन्डिएर सुसाइड गरेकी थिए। यहाँ अचानक भुइँको काठ टुट्छ। लोरेन त्यहाँबाट खसेर अँध्यारो स्टोर रुममा पुग्छिन्। लोरेनसँग उसको हातको म्युजिक टोय पनि त्यहीँ खस्छ। लोरेन त्यो म्युजिक टोय खोलेर चाबी घुमाउँदै एना हेर्छिन् अनि त्यहाँ देख्छिन् कि रोरीको आमाको आत्मा। उसको आत्मा रुँदै भनिरहेको हुन्छ, यस्तो सब त्यसैले गर्न बाध्य बनाएको हो। यति भन्न नपाउँदै त्यो आत्मा गायब भइदिन्छ। डर यतिमै सकिँदैन। केही छिनमै त्यहाँ बाथसेवाको आत्मा प्रकट हुन्छ। लोरेन डरले भाग्न खोज्छ, तर बाथसेवाले उनको घाँटीको लकेट समातेर आफूतिर तान्न खोज्छ। लकेट टुट्छ र भुइँमा खस्छ। त्यो लकेट उसको छोरीले दिएकी थिए, जसको नाम जुडी थियो। केही छिनमै लोरेन जसोतसो गरी बाहिर निस्किन्छ र सबैलाई भन्छ, यो शैतानी शक्तिले सधैँ आमाहरूलाई मात्र कब्जा गर्छ। उनीहरूलाई आफूमाथि हाबी गराएर आफ्नो बच्चाहरूको ज्यान लिन्छ। उनीहरूलाई बताउँछ कि अब ऊ क्यारोलिनको पछाडि छ र उसलाई प्रोसेस गरिरहेको छ र उसको शरीरमा जुन जुन घाउको निशानहरू छ त्यो पनि त्यो घोस्टको कारणले नै हो। अचानक त्यहाँका सबै क्रसहरू जमिनमा गिर्छन् र न्यान्सीलाई केही अदृश्य शक्तिले उसको कपालमा समातेर उसलाई भुइँमा पछार्न थाल्छ। तर उनीहरू न्यान्सीलाई जसरी तसरी बचाउन सफल हुन्छन्। अब उनीहरू यो घर छोड्ने फैसला गर्छन्, तर एड रोजरलाई सम्झाउँछ र बताउँछ कि यो सबै कुरा उनीहरू चर्चमा पेस गर्छन् र यो घरको एक्सोर्सिजम गर्छौँ, अर्थात् एक्सोर्सिजम गर्नै पर्छ। यही बेला लोरेनलाई जुडीको आवाज सुनिन्छ र आवाजको पिछा गर्दा ऊ त्यो नजिकैको तलाउमा पुग्छ र उसले देख्छ कि त्यहाँ जुडीको डेड बडी तलाउमा तैरिरहेको हुन्छ। यो देखेर लोरेन धेरै चिन्तित भइन्छ। ऊ आफ्नो छोरीको धेरै चिन्ता मानिरहेकी हुन्छ। यहाँ लोरेनले एडलाई पनि यो सबै कुरा बताउन थाल्छ र भन्छ कि यो सबै हाम्रो लागि एक सङ्केत हुन सक्छ। अर्को दिन लोरेन र एड त्यो घरमा भइरहेको घटनाको बारेमा चर्चको फादरसँग सल्लाह गर्छन् र फादरलाई त्यो घरमा कलेक्ट गरेका सबै प्रमाणहरू पनि देखाउँछन्। उनीहरूसँग त्यो फोटोहरू पनि हुन्छ जब न्यान्सी निन्द्रामा हिँड्दै सिडीमा चढिरहेकी हुन्छ र क्यामेराले फोटो खिचिरहेको हुन्छ। त्यो फोटोमा न्यान्सीसँग कोही अरू पनि उभिएको हुन्छ। यो सबै सुनेर अर्थात् देखेर फादर उनीहरूलाई यो भन्छन् कि एक्सोर्सिजमको लागि उनीहरूले भ्याटिकनसँग पर्मिसन लिनुपर्छ, किनकि उनीहरू क्याथोलिक होइनन्। यहाँ हामीलाई लोरेनको छोरी जुडीलाई देखाइदिन्छ। यहाँ बाथसेवाको घोस्ट त्यो लकेटको सहायताले त्यो बच्ची ठाउँ पुग्ने कोसिस गर्छ। त्यही बेला बाथसेवा जुडीको खुट्टा तान्छ र जुडी डराएर बिउजिन्छ र धेरै डराउँछ अनि आफ्नो मम र ड्याडलाई खोज्दै आफ्नो कोठाभन्दा बाहिर निस्किन्छ। यहाँ हामीलाई देखाइन्छ कि उनीहरूको घोस्ट म्युजियममा त्यो एनाबेल डल हुँदैन। त्यो देखेर जुडी धेरै डराउन थाल्छ। त्यही बेला त्यहाँ बाथसेवा देखिन्छ, जसको घोस्ट जुडीको साइडमा कुर्सीमा आफ्नो काखमा एनाबेल डल राखेर बसिरहेको हुन्छ। बाथसेवा जुडीलाई धेरै डराउँछ र उसलाई नोक्सान समेत पुर्याउने कोसिस गर्छ। तर बिल्कुल ठिक समयमा एड र लोरेन त्यहाँ पुग्छन् र जुडीलाई बचाउन सफल हुन्छन्। अर्कातिर क्यारोलिन क्रिस्टिन र एप्रिललाई लिएर कतै लिएर गइरहेकी हुन्छ। जसै यो कुरा रोजरले थाहा पाउँछ, त्यति बेला नै रोजर एडलाई इन्फर्म गरिदिन्छ। यहाँ लोरेन एडलाई यो बताउँछ कि क्यारोलिन आफ्नो बच्चाहरूलाई लिएर त्यही घरमा गइरहेकी हुन्छ।
र यो पनि बताउँछ कि यो सारा शैतानी शक्ति आमामाथि हाबी भएर आफ्नै बच्चालाई आफ्नो आमाको हातबाट मार्ने कोसिस गर्छ। अब सबैजना दोबारा त्यो घरमा पुग्छन्। जसै तिनीहरू त्यहाँ पुग्छन् र देख्छन् कि त्यहाँ क्यारोलिन क्रिस्टिनलाई मार्ने कोसिस गरिरहेकी हुन्छ, तर यहाँ सबैजना मिलेर क्रिस्टिनलाई बचाउन सफल हुन्छन् र उसलाई कारमा बसाउँछन्। यहाँ अप्रिल यो इन्सिडेन्ट देखेर धेरै डराइसकेकी हुन्छ र कतै गएर लुक्न थाल्छ। जब उनीहरू क्यारोलिनलाई घरबाट बाहिर निकाल्ने कोसिस गर्छन् तब त्यो घोस्ट उसलाई नोक्सान पुर्याउने कोसिस गर्न थाल्छ र त्यो घोस्टले क्यारोलिनलाई बाहिर जान दिँदैन। यहाँ लोरेन बुझ्छ कि क्यारोलिन बाहिर गई भने यो घोस्टले उसलाई मारिदिन्छ र यो शैतान क्यारोलिनलाई खिचेर फेरि स्टोर रुममा लैजान्छ। उनीहरू स्टोर रुममा गएर फेरि क्यारोलिनलाई कन्ट्रोल गर्ने कोसिस गर्न थाल्छन्। यो शैतान धेरै शक्तिशाली भएको कारणले गर्दा क्यारोलिनको शरीरलाई धेरै नोक्सान पुर्याइसकेको हुन्छ। यहाँ क्यारोलिनलाई कन्ट्रोलमा ल्याउन कहाँ सजिलो हुन्छ र? अर्कोतिर त्यो पुलिस अफिसर एप्रिललाई खोजिरहेको हुन्छ। यहाँ क्यारोलिनलाई कसैले पनि कन्ट्रोल गर्न सक्दैन। ऊ सबैलाई एक एक गरेर अट्याक गर्न थाल्छ। यहाँ उनीहरू क्यारोलिनलाई एउटा कुर्सीमा बाँधिदिन्छ। यो सबै देखेर एड यो कुराको डिसिजन लिन्छन् कि त्यति बेला नै यो घरको एक्सोर्सिजम गर्नुपर्छ र तुरुन्तै एक्सोर्सिजम स्टार्ट गर्छन्। यो देखेर बाथसेबा कन्ट्रोलभन्दा बाहिर जान थाल्छ। साथै शैतानी ताकत अरू धेरै पावरफुल हुन थाल्छ। एड एक्सोर्सिजम नरोकेर ऊ एक्सोर्सिजममा ध्यान दिन थाल्छ। अब यहाँ यो शैतान धेरै शक्तिशाली भएको कारणले जुन कुर्सीमा क्यारोलिनलाई बाँधेको थियो त्यो कुर्सीलाई हावामा उठाउन थाल्छ र त्यो कुर्सीलाई भुइँमा गिराएर तोडिदिन्छ। यसरी क्यारोलिनलाई बाँधेको सबै रस्सीहरू खुल्न थाल्छ र ऊ एक्कासी एडलाई मार्न कोसिस गर्छ र त्यसबेला थोमसलाई एप्रिल भेटिन्छ। जसै क्यारोलिनलाई थाहा हुन्छ कि एप्रिल कहाँ लुकेकी छ भनेर, त्यसै बेला क्यारोलिन एप्रिललाई मार्न त्यही ठाउँमा जान थाल्छ। जसै क्यारोलिन एप्रिललाई मार्ने वाली हुन्छ त्यसै बेला एड त्यहाँ पुगेर एक्सोर्सिजम कम्प्लिट गर्छ। एड बाथसेबालाई आदेश दिन्छन् कि ऊ यहाँबाट गइजाओस्। फेरि पनि त्यो शैतान क्यारोलिनमाथि हाबी भइरहेकै हुन्छ। अब यहाँ लोरेन र रोजर उसको मद्दत गर्छ र उसलाई उसको परिवार र सुनौलो पलहरू याद दिलाउन थाल्छ ताकि क्यारोलिन यो सबै याद गरेर घोस्टलाई जित्न सकोस्। एट लास्ट उसको फ्यामिली र बच्चाहरूको यादले क्यारोलिन त्यो घोस्टसँग जित्न थाल्छ, त्यो शैतानसँग जित्न थाल्छ। उक्त शैतानी घोस्ट क्यारोलिनलाई छोड्न बाध्य भएर त्यहाँबाट गइहाल्छ। अन्त्यमा हामीलाई देखाइदिन्छ कि क्यारोलिन फेरि नर्मल हालतमा घर बाहिर आउँछ। अब उनीहरू आफ्नो जिन्दगी हाँसी खुसी बिताउन थाल्छन्। यहाँ एप्रिल लोरेनको लकेट उसलाई फिर्ता गरिदिन्छ र लास्ट सिनमा एड त्यो म्युजिक प्लेयरलाई आफ्नो घोस्ट म्युजियममा राख्छन्, जुन म्युजिक प्लेयर सुरुमा एप्रिललाई त्यो घरको अगाडि ठुलो रुखमा मिलेको थियो। र यही सिनसँगै यो एकदमै डरलाग्दो सुपर नेचुरल हरर मुभी यहीँ सकिन्छ।